गाइज वेलकम ब्याक फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा र आजको ब्लग चाहिँ गएकोतिर हुनेछ। अब गएकोमा के हुन्छ ब्लग हेरौँ है। र सबैजना कस्तो छ एकदम गेमकी हुनुहुन्छ भने ट्यागमा कमेन्ट गरिदिनु होला। म पनि एकदम गेमकी छु है। म बसिरहेको चाहिँ अलि अग्लो ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ 5th फ्लोर होला सायद है। र सब्सक्राइब गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। मेरो भिडियो हेरिदिनु भएकोमा एकदम मनैबाट धन्यवाद। म चाहिँ भ्लगलाई कन्टिन्यू गर्न खोजिरहेको छु है, मतलब डेली भ्लग दिने सोचिरहेको छु। र अब के हुन्छ हेरौँ। अब भोलिबाट चाहिँ काम छ। अब त्यही पनि सकेसम्म डेली आउँछ होला भ्लग भन्दै गएको पनि पुगिसकेको थियो। अनि आज चाहिँ सेन्सीले टक्क लगाएर सौजी गर्न लग्यो हामीलाई चाहिँ साइकल पार्किङ ठाउँमा है। अनि त्यही बेला विश्व भ्लग गर्दै थियो त्यही बेला होइन। छोड्नु त भएन होइन, जहाँ गयो भने बनाउनु पऱ्यो। क्लासको अनि ह्यान्डसम बोयले फर्स्टमै टिपिहाल्नुपर्छ। गाइस टिप भाइ फर टिप अप। म चाहिँ भिडियो बनाउँछु है। मैले झल्लाग्ने हेडप्चा एमचोर इच्छा मान्छे चाहिँ मात्रै हेर्ने अरे के आएर मेरो भाइ यार स्वागत छ तपाईँलाई। हुन्छ तिमीहरू त्यहाँ उठाएर लिएर आउने हो। सफा नगरेर के हो तिमीहरू गोमी नउठाएर के हो? यो साइकल उठाउने के उठाउने थाहै छैन अनि ल म त हाम्रो त सरलाई दिएँ है, हस्तान्तरण गरेँ। सर के भनिदिनु पऱ्यो हो? मेरो वीर दाइ भन्नै पर्यो। के छ मनमा के गुनासो छ भने यहाँ पोखाउनुहोस् तपाईँ। वीर दाइ भ्यालेन्टाइन हो, जय भ्यालेन्टाइन त्यसो। दिदीहरू गोमी उठाउनु के भएको तपाईँहरू यस्तो? ए लिनु अनि दाइ हामीले खाँदा होइन नि त्यही टाइम पास होइन। न गोमी हुनु न के हुनु, त्यसै टाइम पास फर्किएमा भावी। त्यो कति राम्रो केटीहरू हेर्दा गाइज बाटो चाहिँ लास्टै उकालो छ क्या यहाँ। र हामी चाहिँ क्लास सकेर नै फर्किसक्यो। म पसिनै भइसक्यो गाइज, लास्टै उकालो छ क्या गाइज। यता मेरो बाबु पर्खेर बसिरहेको छ। सिलेले डायलग दिनु पऱ्यो नि त मलाई। ल डायलग हाल्नु पऱ्यो। गुप 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 पारामा हामी आफ्नो पारामा यस्तो गर्मी नि छ या हामी साइकल चलाएर आफ्नो पारामा हिँडिरहेको। उकालो कस्तो रहेछ? उकालोले घाम निखार्छ, चाकबाट पानी निकाल्छ। चाकबाट पसिना होला है। चाकबाट पानी हो क्या। यहाँ चाहिँ चौतारा छ है हाम्रो। हामी बिसन्डो यो खलत्तै भएको छ साथी। किनभने जापान नआएको साथी हामी खुलिँदै साथी खलत्तै भएको अवस्था छ अहिले। जापानको अवस्था हेर्ने हो भने चाहिँ खोलेत्तै है, खोलेत्तै गाइज। सबैको जोड हेर्दै साथी उता सबै हामी एक्लै रन्डै भन्ने थियो साथी। ए भगवान् रन्डै मर्ने भयो। फाइनली रुम आइपुग्यो कि क्या मिठो हावा आएको। कस्तो गर्मी छ त अब। यो चाहिँ मेरो झुब्रोमा स्वागत छ तपाईँहरूलाई। म सुत्ने चाहिँ यहीँ हो। र आज त गाइस लास्ट थाक्यो। अब चाहिँ हिजोको रातको निन्दा पनि पुगेको छैन। अब चाहिँ सुत्दिनु पर्ने हुन्छ ट्याक्क लगाएर। जानु भने चाहिँ मिठो हावा आउँछ कि गाइस। गाइस अब उठेपछि के हुन्छ टक्क त्यही बेला थाहा हुन्छ। गुड नाइट। सुतेर पनि उठिसक्यो है भनिदिएको क्या अरे सुतेको छैन अब सुत्ने। र अब चाहिँ साँच्चीको गुड नाइट ल गाइज। सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई होइन। र म चाहिँ मिलन तामाङ होइन। अनि मेरो युट्युब च्यानलको नाम चाहिँ एमडिजी भ्लगर रहेको छ। एमडिजीको फुल फर्म चाहिँ मिलन तामाङ डिसिङ हो। मेरो घर चाहिँ सिन्धुपाल्चोक हो। अनि हाल अहिले बसिरहेको ठाउँको नाम चाहिँ ओकिनावाको आरागुकुसु भन्ने हो। गिनवान आरागुकुसु के भन्छ है, त्यही हो। र म चाहिँ अहिले 21 इयर्स है। देख्न सक्नुहुन्छ पछाडि भ्यू है, दामी एकदम मस्त भ्यू रहेको छ। र म चाहिँ जापान आएको 2 वर्ष कम्प्लिट भएर रनिङमा छु है। अहिलेसम्म
तर त्यही हो, यस्तो कुरो त नगर। म चाहिँ युट्युबमा कन्टिन्यू गर्नु खोजिरहेको छु भ्लगहरूलाई होइन। मेरो हबी चाहिँ के हो भने यस्तै भ्लगर बन्ने सोच छ है। त्यो चाहिँ भर्खर स्टार्ट गरेको भ्लगलाई चाहिँ धेरै नै भएको छैन। लगभग च्यानल खोलेको चाहिँ 1 वर्ष भइसक्यो, त्यस्तै 1 वर्ष जति भइसक्यो है। अहिले जे होस् 1 वर्षमा हल्का केही कुरा पनि सिक्यो होइन युट्युबबाट। के कस्तो होइन अहिले आइडिया चाहिँ छैन। अब बिस्तारै गर्दै जाउँ, त्यो आइडियाहरू त्यस्तै आइहाल्छ नि होइन। ठाउँ एकदम राम्रो छ ओकिनावा पनि घुम्नको लागि है। कामहरू पनि पाइन्छ, यदि त्यस्तो त छैन जस्तो लाग्छ मलाई। जे होस् काम चाहिँ सजिलै पाउन सकिन्छ। र यहाँ चाहिँ ट्रेन नभएको कारणले चाहिँ गेन्चुकी स्कुटर भयो भने चाहिँ स्कुटर बाइकहरू भयो भने चाहिँ एकदम सजिलो हुन्छ। जुनैमा पनि काम दिन्छ है, यहाँ चाहिँ कम्पनीले दिन्छ गेन्चुकी छ भने बित्तिकै। यहाँ चाहिँ बाटो खासमा नर्मल भन्दाखेरि चाहिँ सिधा छैन क्या, यहाँ चाहिँ बाटो चाहिँ एकदम उकालो ओह्रालो छ क्या। अनि त्यो बाटोमा चाहिँ अलिकति साइकलले अलि असम्भव टाइप पनि हुन्छ त्यो माथि यस्तो गर्मीमा। त्यही भएर चाहिँ खाइसतिर साइकल छ भने चाहिँ अलिकति काम दिनु खोज्दैन। काम त एउटा गएकोले पनि लगाइदिन्छ है। अब गएको आजै गर्नु हुँदैन, तर आफूले नि गर्नुपर्ने हुन्छ कि यहाँ आफूले कोही छैन, गल्ती छैन होइन। आफै गर्नुपर्छ केटा हो, आफै हिँड्नुपर्ने हुन्छ।